तपाईले अथवा तपाईको कोही लिडरले चाहिँ डिएक्सनबाट के प्राप्त गर्नुभयो त, उहाँले के पाउनु भएको छ? उहाँले चाहिँ स्वास्थ्य चाहिँ पाउनु भएको छ, समृद्धि पाउनु भएको छ, खुसी पाउनु भएको छ, फाइनेन्सियल फ्रिडम पाउनु भएको छ। र चाहिँ हामीसँग त्यस्तो धेरै प्रुफहरू छ र हामी पनि त्यही बाटोमा छौँ। र चाहिँ विशेष तपाईँहरूलाई म म्यासेज के भन्न चाहन्छु भने, यदि जीवनमा तपाईँले बिल्कुलै परिवर्तन चाहनुहुन्छ र चाहिँ कुल्ली जीवनबाट मुक्त हुन चाहनुहुन्छ भने अहिलेको 21औं शताब्दीमा चाहिँ कुन अवस्थामा, कुन मार्केटमा, कुन चाहिँ काम गर्दाखेरि, कुन व्यवसाय गर्दाखेरि वास्तवमै तपाईँ फ्रिडम हुन सक्नुहुन्छ। तपाईँमा चाहिँ रोग लाग्छ, तपाईँमा चाहिँ फाइनेन्सियल प्रब्लम हुन्छ, विभिन्न कुराहरू होइन, हामीलाई पैसाको समस्याहरू हुन्छ, विभिन्न चाहिँ कुराहरूले चाहिँ समस्या हुन्छ भनेपछि त्यो समस्याको समाधानको लागि तपाईँले कुन चाहिँ बाटो रोज्ने? तपाईँले चाहिँ दिनभरि एउटा कम्पनीमा काम गरेर 12-15 घन्टा काम गरेर सधैँभरि अनि चाहिँ छुट्टीको समयमा सुतेर बसेर अनि जीवनभर कुल्ली जीवन चाहिँ बिताउने हो कि त्यो बाटो रोज्ने हो कि चाहिँ काम पनि गर्ने र काम गरिसके पछाडि बचेको समयलाई, छुट्टीको समयलाई सदुपयोग गरेर तपाईँले आफ्नो जीवनमा एउटा चाहिँ स्वरोजगार चाहिँ व्यवस्थापन गर्ने र चाहिँ तपाईँको स्वास्थ्य, खुसी, समृद्धि सम्पूर्ण कुराहरूले चाहिँ पुरा गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई डिएक्सनको यो चाहिँ प्लेटफर्ममा हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र चाहिँ हामी सबैले चाहिँ स्वागत गर्छौँ होइन। र चाहिँ डिएक्सन कति साथीहरूले चाहिँ लाइभ हेरिराख्नु भएको होला, डिएक्सन मात्रै भन्नुहुन्छ। डिएक्सन एउटा कम्पनीको नाम हो, डिएक्सन चाहिँ एउटा कम्पनीको नाम हो होइन। यसमा चाहिँ खासमा अब हाम्रो अग्रज लिडरहरूको भनाइअनुसार दासेन होइन, र चाहिँ जसलाई चाहिँ चाइनिज भाषामा चाहिँ दासेन भनिन्छ, यसको अर्थ लाग्न जान्छ कि नैतिक विश्वास। एउटा चाहिँ नैतिक र विश्वसनीयता भएको कम्पनी हो यो चाहिँ। 1993 सालमा चाहिँ स्थापना, मलेसियाको चाहिँ केडा अलस्तारबाट स्थापना भएको कम्पनी हो होइन। र चाहिँ यहाँनिर सबै कुराहरू चाहिँ एउटा चाहिँ स्वास्थ्यवर्धक खानाहरू भनौँ, एउटा फुड सप्लिमेन्ट पाइन्छ डिएक्सन कम्पनीमा चाहिँ। र चाहिँ अहिलेको जेनेरेसनमा, अहिलेको चाहिँ 21औं शताब्दीमा आइसके पछाडि हामीले यो डिएक्सन कम्पनीको चाहिँ फुड सप्लिमेन्ट किन आवश्यकता छ भन्दाखेरि हामीले खाने खानाहरू सम्पूर्ण चाहिँ खानाहरू भनेको तपाईँको केमिकल चाहिँ मिसिएको हुन्छ, केमिकलबाट बनेको खानाहरू हुन्छ होइन। बजारमा गएर सब्जीहरू किन्ने, बजारमा गएर चाहिँ हामीले मासुहरू किन्ने, विभिन्न चाहिँ एउटा खानेकुरामा, खाद्य वस्तुहरूमा चाहिँ न्युट्रिसनको कमी हुन्छ त्यहाँ होइन। र चाहिँ त्यहाँ चाहिँ नि के भन्छ, केमिकलहरू चाहिँ विभिन्न औषधिहरू मिक्स गरेर बनाइएको खाना हुनाले त्यसले हाम्रो शरीरलाई चाहिँ बिल्कुलै बेफाइदा गर्छ, त्यसले फाइदा गर्दैन, हामी अस्वस्थ हुन्छ। र चाहिँ हाम्रो शरीरलाई चाहिने न्युट्रिसनको जुन मात्रा हुन्छ त्यो एकदम कमी हुन्छ। त्यसकारण डिएक्सनको चाहिँ फुड सप्लिमेन्ट यानि डिएक्सनको प्रोडक्टहरू हामीले चाहिँ प्रयोगमा ल्याइयो भने हाम्रो शरीरलाई चाहिँ सधैँभरि चाहिँ एउटा स्वस्थ रहनको लागि सन्तुलनमा राख्छ र चाहिँ यसले हाम्रो शरीरलाई आवश्यक पर्ने चाहिँ न्युट्रिसनको मात्रा पनि पुरा गर्छ। र अर्को कुरा, डिएक्सनमा चाहिँ तपाईँको यसलाई चाहिँ दबाई भनेर चाहिँ कहीँ भन्नुहुन्छ, तर त्यो अलिकति गलत हो, दबाई होइन यो चाहिँ एउटा फुड सप्लिमेन्ट हो। र चाहिँ डिएक्सनको प्रोडक्टले फेरि रोगहरू पनि निको पार्छ, विभिन्न रोगहरूको चाहिँ चाहिने उपचार गर्न सकिन्छ डिएक्सनको प्रोडक्टले। तर वास्तवमा त्यो रोग किन निको हुन्छ डिएक्सनको प्रोडक्ट प्रयोग गरेपछि, यो कुरा हामीले बुझ्न जरुरी छ। र त्योभन्दा सबैभन्दा पहिलो कुरा त तपाईँको मान्छेको शरीरमा चाहिँ रोग कसरी लाग्छ होइन। रोग लाग्ने तरिका के त भन्दा हाम्रो शरीरको भित्र भागमा हामीले चाहिँ सास फेर्दाखेरि, श्वास प्रश्वासबाट हामीले पानी पिउँदाखेरि, विभिन्न पेय पदार्थहरूबाट पिउँदाखेरि चाहिँ भित्र जान्छ। र चाहिँ हामीले खाने खानाहरू, विभिन्न किसिमको चाहिँ खानाहरू खाँदाखेरि हाम्रो चाहिँ शरीरभित्र जान्छ। त्यो शरीरभित्र प्रवेश गरिसकेको जुन टक्सिनहरू छ, विकार तत्त्वहरू छ, त्यसले हाम्रो शरीरको भित्र सेल्सहरूमा चाहिँ त्यसले असर पुर्याउँछ। र डिएक्सनको प्रोडक्टले कुनै पनि रोगलाई उपचार गर्ने होइन, यसले चाहिँ हाम्रो शरीरभित्र भएको चाहिँ जुन सेल्सहरू खराब छ त्यसलाई पुनर्निर्माण गर्छ। र चाहिँ त्यो सेल्स पुनर्निर्माण गर्नु भनेकै डिएक्सनले चाहिँ उपचार गर्नु हो। र चाहिँ विभिन्न रोगहरूलाई चाहिँ यसले ठिक गराउँछ, त्यसरी गराउँछ। र हस्पिटल यानि क्लिनिकतिरको चाहिँ जुन एउटा औषधिहरू छ होइन, र चाहिँ त्यसले चाहिँ त्यो औषधिले भनेको चाहिँ अब डाइरेक्टली जहाँनिर समस्या छ त्यहाँ गएर काम गर्छ होइन। तपाईँको चाहिँ हात दुखेको छ, तपाईँको चाहिँ कुनै ठाउँमा दुखेको छ भने तत्काल इन्जेक्सन लगाउनुहोस्, ठिक हुन्छ। डिएक्सनको प्रोडक्टले चाहिँ नि यो तत्कालै ठिक हुँदैन, किनभने यसले चाहिँ सेल्सभित्र गएर चाहिँ काम गर्नुपर्छ। र हामीले एउटा समस्याको लागि डिएक्सनको प्रोडक्ट खान्छौँ, तर चाहिँ हाम्रो शरीरमा जति पनि समस्याहरू छ, जति पनि शरीरभित्र थुप्रिएर बसेको
मसिनहरू छ त्यो सम्पूर्ण कुरालाई चाहिँ डिएक्सएनको प्रोडक्टले सफा गर्ने क्रममा अलिकति लामो समय लाग्छ। हरेक जनाको लागि म भन्छु, हामी बसिराख्ने रुम, हामी बसिराख्ने घर, हामीले प्रत्येक दिन सफा गर्दाखेरि चाहिँ हामीलाई टाइम भनेको त्यही 20 मिनटदेखि 30 मिनट लाग्छ। तर त्यही घरलाई 1 वर्षसम्म छोडेर फेरि 1 वर्ष पछाडि आएर सफा गऱ्यो भने त्यो घर सफा गर्नलाई हामीलाई 2 दिनदेखि 3 दिन लाग्छ, समय लाग्यो नि त। त्यस्तै हाम्रो शरीरमा वर्षौँदेखि चाहिँ हामीले विभिन्न कुराहरू पोचेको छ, पिएको छ, खाएको छ होइन, विभिन्न कुराहरू चाहिँ हाम्रो शरीरभित्र पसेको छ, प्रवेश गरेको छ भनेपछि त्यसलाई चाहिँ सफा गर्नको लागि त 2-4 महिना लाग्नु त त्यो त कुनै नौलो कुरो होइन नि त। र चाहिँ डिएक्सएनको प्रोडक्टले चाहिँ हामीलाई बिल्कुलै राम्रो गर्छ हाम्रो स्वास्थ्यलाई होइन। र चाहिँ कतिपय पोस्टहरूमा विभिन्न किसिमको नकारात्मक सोच भएको मान्छेहरू छ। यहाँ मान्छेको मात्रै बाहिर चाहिँ जुन एउटा चाहिँ छाला र अहिले चाहिँ बाहिरको अनुहार चाहिँ मान्छे हो, भित्र चाहिँ अर्कै हुन्छ कि त्यस्तो किसिमको एउटा चाहिँ भनौँ न त्यस्तो किसिमको चाहिँ एउटा मानव भएर पनि दानवको व्यवहार भएको मान्छेहरू पनि हुन्छ कि त्यस्तो मान्छेहरूले चाहिँ कहाँ डिएक्सएनले फलाना ठाउँमा यसरी मान्छे मऱ्यो, डिएक्सएन खाएर मान्छे मऱ्यो भनेर चाहिँ लेखेको हुन्छ। र तपाईँ जो अहिले रुममा बसेर मलाई देखिराख्नु भएको छ, यो लाइभमा हेरिराख्नु भएको, तपाईँले पनि त्यही कुरालाई विश्वास गर्नुहुन्छ है मान्छे मर्छ अरे डिएक्सएन त्यो भन्ने र त्यो लेख्ने पोस्ट गर्ने मान्छे त वास्तवमा स्टुपिड नै हो, त्यो मूर्ख मान्छे हो। र साथसाथमा तपाईँले चाहिँ होमा हो मिलाउँदाखेरि तपाईँ पनि वास्तवमा त्यही मान्छे हो, तपाईँ पनि मूर्ख मान्छे हो। यदि तपाईँलाई सत्य के हो, सच के छ भन्ने कुरा तपाईँले चाहिँ थाहा पाउन चाहनुहुन्छ भने तपाईँहरू हामीसँग आउनुहोस्, वास्तविकता के छ भनेर सोध्नु। कुन ठाउँमा चाहिँ डिएक्सएनको प्रोडक्ट खाएर मान्छे मरेको छ प्रुफ गरेर देखाउनुहोस्। डिएक्सएन कम्पनीले चाहिँ लाखौँ रिङ्गेट, मलेसिया रिङ्गेट, लाखौँ रिङ्गेट चाहिँ इन्सुरेन्स दिन सक्छ। हामी दिलाउँछौँ, हामी पहल गर्छौँ त्यसको लागि। तपाईँहरूसँग कुनै पनि प्रुफ छैन। र मित्रहरू, तपाईँहरूले जसले नकारात्मक कुरा गरिराख्नु भएको छ डिएक्सएनको बारेमा, तपाईँहरूले आफूले पनि गर्नु सक्नुहुन्न र अरूलाई पनि गर्नु दिनुहुन्न होइन। हाम्रो नेपालीमा चाहिँ के भन्छ त्यसलाई चाहिँ खुट्टा तान्ने प्रविधि। बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घर पनि भत्काइदिन्छ भने जस्तो के। तपाईँहरूलाई ठिक लाग्दैन भने तपाईँहरू चुप्प लाएर बस्नुहोस्, जसलाई ठिक लाग्छ गर्न दिनुहोस्। तर तपाईँहरूले चाहिँ मान्छे अगाडि बढ्न लागिरहेको छ, हामीसँग प्रुफ छ नि त अगाडि बढेको मान्छे सफल भएको हामीसँग प्रुफ छ भने उहाँहरू पनि त्यही ठाउँमा जानु चाहनुहुन्छ भने तपाईँले किन खुट्टा तान्नुहुन्छ, गरेर खाओस् नेपाली दाजुभाइ। म कुनै पनि नेटवर्कमा लाग्नु भएको साथीहरूलाई विरोध गर्दिनँ, उहाँहरूको आफ्नो इच्छा। मलाई मनबाट चाहिँ जुन कुरामा खुसी छ त्यही कुरामा जानुहुन्छ। सबैलाई चाहिँ डिएक्सएनमै गर्नुपर्छ, डिएक्सएनै सफलता डिएक्सएनमा मात्रै छ भन्ने खोजेको होइन। तर जसले नकारात्मक कुरा गर्नुहुन्छ डिएक्सएनको बारेमा, तपाईँहरूले सोच्नुहोस् कि आफू नगरेपछि अरूलाई चाहिँ गर्नु दिनुहोस् कि। तपाईँहरूलाई सही लाग्दैन तपाईँको ठाउँमा, तर तपाईँले गलत म्यासेज नगर्नुहोस्। तपाईँले यदि गलत म्यासेज गर्नुहुन्छ भने तपाईँले प्रुभ गरेर देखाउनुहोस् कि तपाईँले कहाँनिर चाहिँ मिस्टेक देख्नु भएको छ। डिएक्सएनको प्रोडक्ट खाएर मान्छे मरे कहाँ देख्नु भएको छ? कतारमा चाहिँ अस्ति मोरेन्जी जुसको अनि आरजिजिएलको बोतलहरू राखेर मान्छे मऱ्यो भनेर पोस्ट गर्नु भएको छ। त्यस्तो मूर्ख मान्छेहरू छ। ती मान्छेहरू डिएक्सएनको चाहिँ आरजिजिएलको क्याप्सुल कतारमा पाइँदैन, कुनै पनि गल्फ कन्ट्रीहरूमा चाहिँ क्याप्सुलमा चाहिँ उपलब्ध छैन। त्यस्तै मसरुम पाउडर भन्छ, उहाँ पाउडरमा मात्रै उपलब्ध छ। अनि त्यस्तो मूर्ख मान्छेहरूको कुरा सुनेर तपाईँहरू रुममा बसेर जसले हेरिराख्नुपर्छ तपाईँहरू पनि मूर्ख नबन्नुहोस्। डिएक्सएनको बारेमा सच्चाइ के छ, साँचो के छ, त्यो कुराहरूलाई चाहिँ तपाईँहरूले लिनको लागि तपाईँहरू चाहिँ हामीसँग कन्ट्याक्टमा आउनुहोस्। वास्तविक के छ हामी बुझाउँछौँ तपाईँहरूलाई। र चाहिँ डिएक्सएनको प्रोडक्ट खाएर मान्छे मर्ने भएदेखि मैले चाहिँ 7 वर्ष भइसक्यो डिएक्सएनको प्रोडक्ट खाएर। म यति बेला मेरो हड्डी पनि माटो भइसक्नु पर्ने कि म किन जिउँदैछु त, किन म अझै स्वस्थ छु? डिएक्सएनको प्रोडक्टले मान्छे मर्दैन, डिएक्सएनको प्रोडक्ट खाएर मान्छेले चाहिँ दीर्घ जीवन जिउन सक्छ। र चाहिँ अहिले हामी यहाँ जति पनि छौँ हामीहरू चाहिँ भोलिको क्राउन एम्बेसेडर हो कि होइन? भविष्यको फाइनेन्सियल फ्रिडम भएर चाहिँ हामीले विभिन्न ठाउँमा अझै पनि चाहिँ हामीले चाहिँ अगाडि बढेर हाम्रो सफल जीवनहरू चाहिँ अगाडि सार्दै हाम्रो आगन्तुकहरूलाई, जो आउने पिँढी छ, नयाँ आउने पिँढीहरू, हाम्रो आगन्तुकहरूको लागि पनि चाहिँ विशेष रूपमा चाहिँ एउटा जीवन स्थापनाको लागि हामीले चाहिँ यो सुरुवात गरेको छौँ। यो हाम्रो लागि मात्रै होइन, हाम्रो आउने नयाँ जेनेरेसनको लागि पनि हो डिएक्सएन भनेको चाहिँ। र चाहिँ आज हामीले दुःख गर्दैछौँ, यो दुःख के को लागि? यो दुःख हाम्रो भोलि आउने दिनको लागि पनि हो, हाम्रो लागि पनि हो, हामी बाँचिन्जेलको लागि पनि हो, र हाम्रो आउने जेनेरेसनको लागि पनि हो। तपाईँलाई म एउटा छोटो कहानी सुनाउन चाहन्छु।
एउटा 60 वर्ष पुगेको बुढो बाजेले चाहिँ नि आमको बिरुवा रोप्दै गर्दै थिएछ जुन एउटा चाहिँ उहाँको गार्डनमा आमको बिरुवा चाहिँ गार्डनमा रोप्दै गरेको देखेर छिमेकीको मान्छे आएर भनेछ, होइन बाजे तपाईँ त अब बुढो भइसक्नुभयो, अब तपाईँले यो आँप कहिले ठुलो भएर फल्ने, त्यो फल्दाबाट त तपाईँ त मरिसक्छ भनेछ, तपाईँ किन दुःख गर्नुहुन्छ, किन रोप्नुहुन्छ भनेछ। बुढो बाजेको चाहिँ पारा तातेर आएछ त्यहाँबाट। तपाईँले मलाई यस्तो भन्नु, म रोप्छु भनेर आमको बिरुवा रोपिसकेपछि त्यो छिमेकीलाई चाहिँ ओरतिर बोलाएर बसाएछ, यहाँ बस्नुहोस् भनेछ। मेरो उमेर 60 भयो, मैले जन्मेदेखि अहिलेसम्म त्यो बुढो बोटको आँप खाएँ, अब त्यो बुढो बोट पनि मर्दैछ। त्यो बुढो बोटको आँप चाहिँ मैले खाएँ, तर त्यो बुढो बोटको त्यो आँप मैले खाएँ, तर त्यो बुढो बोट आँप रोप्ने मान्छे चाहिँ मेरो बाजे थियो। मेरो बाजेले रोपिदिएर मैले खाएँ, यी आज मैले रोप्दैछु, भोलि मेरो नातिहरूले खान्छ। त्यही भएर मैले चाहिँ यहाँनिर चाहिँ नयाँ बिरुवा रोप्दैछु। म बुढो भएर अब 8-10 वर्ष बाँच्छु, 8-10 वर्षमा मर्छु, त्यो फरक कुरा हो, अलग कुरा हो, मरोस्। तर चाहिँ 8-10 वर्ष पछाडि फल्ने आँप चाहिँ मेरो आउने जेनेरेसनहरूले, भावी पिँढीहरूले खान पाउँछ भनेर उसलाई चाहिँ सम्झाएर मुखमा बुझो हालिदिएको थियो। त्यस्तै हामीले पनि डिएक्सनमा चाहिँ यो सिस्टमलाई चाहिँ अगाडि बढाएर चाहिँ हामी सफल भइसके पछाडि भनेको हाम्रो आउने जेनेरेसनको लागि पनि हो कि यो बाटो। त्यही भएर डिएक्सनमा चाहिँ हामीले सबैले नै सफलता चाहिँ प्राप्त गर्न सकिन्छ, तर निरन्तरता हुनु पर्यो। बिचमा चाहिँ एक्सनलाई चाहिँ छोडेर अब अर्कोतिर लाग्ने, अर्कोतिर जाने गरियो भने हामीले सफलता प्राप्त गर्न सक्दैनौँ। हेर्नुहोस्, कतिपय साथीहरूले, तपाईँहरूले मलाई हेरिराख्नु पनि भयो होला, अहिले पनि रुममै बसेर यस्तो मोबाइलमा लाइभमा हेर्दै हुनुहुन्छ होइन। 2010मा मैले डिएक्सन जोइन गरेँ, 2005मा जोइन गरेँ, मसँगै कार्ड पनि छ डिएक्सनको भनेर कार्ड पनि देखाउनुहुन्छ है। अनि केही पनि हुँदैन डिएक्सन, र तपाईँकै छेउको साथीलाई पनि, डिएक्सन गर्ने साथीलाई पनि तपाईँले नकारात्मक म्यासेज गर्नुहुन्छ। हामी जस्तो मान्छेले डिएक्सन गर्न सकिँदैन है। मैले 2010, 2011, 12मा चाहिँ डिएक्सन जोइन गरेँ। तपाईँलाई हामी सोध्छौँ, म सोध्छु तपाईँलाई, तपाईँले 2010मा 2012मा डिएक्सन जोइन गरेर तपाईँले के पाउनुभयो? केही पनि पाउनु भएन, सही कुरो भन्नुभयो। तर तपाईँले गर्नु चाहिँ के भयो? तपाईँले केही गर्नु भएन, त्यस कारण तपाईँले केही पनि पाउनु भएन। तपाईँको छेउको साथीलाई तपाईँले नकारात्मक नबनाउनुहोस्। हामीसँग प्रुफ छ। 2015मा, 2016मा, यानि तपाईँ 2010मा जोइन हुनुभएको थियो भने 2015मा चाहिँ 5 वर्ष पछाडि, तपाईँभन्दा 5 वर्ष पछाडि चाहिँ डिएक्सनमा जोइन भएर आज फ्रिडम भएर चाहिँ कसैको कुल्ली काम नगरिकन हिँड्ने मान्छेहरू हामीसँग धेरै छन्। हामी प्रुफ गरेर देखाउँछौँ, हामीसँग प्रुफ छ। र चाहिँ डिएक्सन कम्पनीमा हरेक महिनाको 1 तारिकदेखि 30 तारिकभित्रमा 100 PB एबभको सेलिङ गरियो भने कम्पनीले 1993देखि जुन सिस्टममा बोनस दिएको थियो त्यो सिस्टम आज पनि छ। कसलाई दिएन तपाईँ भन्नुहोस्? तपाईँले गर्नुभएको थियो, तपाईँले गर्नुभएको थिएन। यदि 100 PB हरेक महिनाको 1 देखि 30 तारिकभित्रमा गऱ्यो भने कम्पनीले आफ्नो पर्सेन्टेज अनुसारको बोनस छुट्याएर हाम्रो एकाउन्टमा आउँछ। त्यो बोनस हामी लिन सक्छौँ। तर चाहिँ तपाईँले 2010मा डिएक्सन जोइन गर्दैमा तपाईँले केही पनि नगरेर बसेपछि तपाईँलाई कसरी चाहिँ सफलता मिल्छ? तपाईँ कसरी फ्रिडम हुनुहुन्छ? तपाईँ कसरी स्वस्थ हुनुहुन्छ? म डिएक्सनको मेम्बर हो, तर म चाहिँ ग्यास्ट्रिकले पीडित छु भनेर तपाईँ क्लिनिकमा गएर 70-100 रुपियाँ त्यस्तोको चाहिँ तपाईँ चाहिँ ट्याब्लेट किनेर खानुहुन्छ। तपाईँले डिएक्सनको प्रोडक्ट किनेर खानुभएको छ। मित्रहरू, जति पनि एउटा भविष्यमा आवश्यक कुराहरू छ, सबैभन्दा पहिलो कुरो त हाम्रो स्वास्थ्य नै हो। र चाहिँ हाम्रो स्वास्थ्य बचाउनको लागि हामीले डिएक्सन चाहिँ प्रोडक्टहरू प्रयोग गर्दै यहाँ चाहिँ एउटा भविष्यको लागि फाइनेन्सियल फ्रिडम र चाहिँ स्वरोजगार हुने अवसर पनि मिल्छ। त्यसकारण तपाईँहरू सम्पूर्णलाई चाहिँ मेरो तर्फबाट के भन्न चाहन्छु भने सबैले अहिलेको चाहिँ स्थिति अनुसार, परिस्थिति अनुसार यो 21औं शताब्दीमा चाहिँ एमएलएम व्यवसायमा चाहिँ आउनुहोस्। यहाँहरू सम्पूर्णलाई स्वागत छ। गुड मर्निङ डिएक्सन।